नमस्कार साथीहरू, आज मैले मुलुकी अपराध संहिताका विशेषताहरू सरल रूपमा फर्मुला बनाएर कसरी याद गर्न सकिन्छ भनेर भिडियो लिएर आएको छु। यो चाहिँ मैले पढ्ने बेला बनाएको फर्मुला हो। आशा छ तपाईँलाई यो फर्मुलाले केही न केही मद्दत पुर्याउनेछ। यसमा चाहिँ सबैभन्दा पहिले हामीले मुलुकी अपराध संहिताका विशेषताहरू माइन्डमा आउने बित्तिकै केही अङ्कहरू थाहा पाउनुपर्ने या याद गर्नुपर्ने हुन्छ, जसमा 3, 6, 7, 10, 20 र 25 रहेको छन्। अब हामीले यसरी प्रत्येक अङ्कलाई चाहिँ एउटा मिनिङफुल तरिकाले याद गर्नुपर्छ। जस्तै 3 भन्नाले 3 भागमा कसुरहरूलाई विभाजन गरिएको छ र 6वटा क्रूर तथा अमानवीय अपराधमा जन्मकैद हुने व्यवस्थाबारे याद गर्नुपर्छ र 7 भन्नाले 7 प्रकारका सजायहरूको व्यवस्था गरिएको छ। 10 भन्ने बित्तिकै 10 वर्ष उमेर नपुगेका बालबालिकालाई सजाय नहुने र 20 याद आउने बित्तिकै 20 वर्ष उमेर विवाहका लागि र 25 भन्ने बित्तिकै 25 वर्ष अवधिको जन्मकैद भनेर हामीले याद गर्नु पर्यो। र अब बाँकी रहेको विशेषतालाई मैले एउटा नाम दिएँ कसुर, यानि कि अपराध। अब हामीले मुलुकी अपराध संहिता आउने बित्तिकै हाम्रो दिमागमा उस्तै पनि अपराध चाहिँ अब शब्द आइ नै हाल्यो। त्यसैले कसुर भनेर चाहिँ याद गर्नु पर्यो, यानि कि अपराध र कसुर एउटै कुरो हो। र अब हामीले कसुर भनेर भन्यौँ, त्यसमा 2वटा वाक्यहरू छन्, 2वटा विशेषताहरू छन्। यी 2वटा मैले जुन अलग अलग प्रकार हुन् कि भन्ने तरिकाले जुन राखेको छु त्यसलाई चाहिँ वाक्यको रूपमा सोच्नु पर्यो। यो तपाईँले अहिले हेर्ने बित्तिकै अलि गाह्रो लागेको हुनसक्छ, तर हेर्दै गयो भने चाहिँ यो सजिलै छ है त। यसमा 2वटा वाक्यहरू रहेका छन् जुन अलि लामो रहेको छ र धेरै जसोलाई चाहिँ याद गर्न अलि गाह्रो हुन्छ होला। अब यसमा चाहिँ नयाँ कसुरहरू के हुन्, राज्य विरुद्धका कसुर के हुन् भनेर छुट्याएर दिएको छ। त्यसैले अब हामीले याद गर्ने बेला चाहिँ अलिकति हामीलाई गाह्रो हुनसक्छ। त्यसैले मैले त्यसलाई नै यसरी नै चित्रमा व्यक्त गरेर यसरी याद गर्ने तरिकाले चाहिँ तपाईँहरूलाई सजिलो होस् भनेर यसरी बनाएर राखिदिएको छु, जुन तपाईँहरूले सर्टकट रूपमा चाहिँ यसरी पढ्न सक्नुहुन्छ। राज्य विरुद्धको कसुर भनेको छ जुन अन्तर्गत राजद्रोह, राष्ट्रपति विरुद्धको कसुर, जातिगत हत्या लगायतका विषयहरू पर्दछन् र यी विषयहरूमा चाहिँ हदम्याद नहुने भनेर चाहिँ यसमा तोकिएको छ। जहिलेसुकै पनि उजुरी गर्न पाउने व्यवस्था चाहिँ राखिएको छ। त्यसपछि आयो अर्को वाक्य जुन नयाँ कसुरको सम्बन्धमा छ, जसमा चाहिँ नयाँ कसुर भनेर आत्महत्या, दुरोत्साहन, म्याच फिक्सन, नोट सिक्का कोर्निङ, चौपायालाई निर्मम यातना लगायतका नयाँ कसुरहरू छुट्याइएको छ र तिनीहरूलाई पनि सजायको दायरामा ल्याइएको छ। सिम्पली त्यही भन्न खोजेको हो यसमा चाहिँ। बाँकी रहेका विशेषताहरू चाहिँ हामी यसरी याद गर्नेछौँ। आइसिटी बेस्ड क्राइम र अर्गनाइज्ड क्राइमलाई पनि सजायको दायरामा ल्याइएको छ। अब तपाईँहरूले याद गर्ने बेला चाहिँ कसरी याद गर्नु पर्यो भन्दाखेरि मुलुकी अपराध संहिता 2074 जुन रहेको छ त्यो एउटा आधुनिक युगमा यानि कि आइसिटीको युगमा आएको कानुन हो। त्यसैले गर्दा पनि आइसिटी बेस्ड क्राइम र अर्गनाइज्ड क्राइम यानि कि 2074 भन्ने बित्तिकै त अब हाम्रो आधुनिक युग नै भयो होइन। त्यसैले गर्दा चाहिँ अब हामीले याद गर्ने बेला चाहिँ त्यसरी याद गर्नु पर्यो है त। अब एक तरिकाले हामीले याद गर्न खोज्दाखेरि चाहिँ 2टा कुरा याद हुन्छ। एउटा हामीले 2074 भन्ने विषय र अर्को कुरा चाहिँ आइसिटी बेस्ड क्राइम र अर्गनाइज क्राइमलाई पनि सजायमा ल्याइएको होइन त। अपराध पीडितले क्षतिपूर्ति, पुनर्स्थापना सहितको न्याय व्यवस्था पाउने व्यवस्था बारे पनि यसमा उल्लेख गरिएको छ। अब 70 साल यताको कानुन हो र त्यसले गर्दा चाहिँ हामी यसरी याद गरौँ भन्दाखेरि पहिला के हुन्थ्यो भन्दाखेरि अपराध पीडितले क्षतिपूर्ति मात्र पाउँथे, तर अहिलेको अब आधुनिक युगमा चाहिँ पुनर्स्थापना सहितको न्याय व्यवस्था पनि उनीहरूले महसुस गर्न सकेका छन् भनेर चाहिँ हामीले याद गर्न सक्यौँ। अर्को विशेषता रहेको छ फौजदारी न्यायका सामान्य सिद्धान्त।
अब यी सिद्धान्तहरूलाई त हामीले छुट्टै पनि पढ्नुपर्ने हुन्छ र त्यति बेला हामीले बुझ्न पनि सक्छौँ। तर अर्को विषय यसलाई कसरी याद गर्ने भन्दाखेरि फौजदारी न्याय यानि कि फौजदारी भन्ने बित्तिकै हामीले प्रहरी रिलेटेड भनेर चाहिँ हामीले याद गर्नुपऱ्यो। माइन्डमा हाम्रो त्यही आउनुपऱ्यो यो फौजदारी आउने बित्तिकै। र अपराध पनि प्रहरी रिलेटेड हुन्छ। र यी दुवै विषयहरूलाई चाहिँ रिलेट गरेर यो वाक्यलाई पनि हामीले याद गर्न सक्यौँ यानि कि यो विशेषतालाई पनि हामीले याद गर्न सक्ने भयौँ। र यसरी नै साथीहरू हामीले मुलुकी अपराध संहिताका विशेषताहरू याद गर्न सक्यौँ। तर कुरा के हो भने साथीहरू हामीले सुरुवातमै फर्मुला भनेर सिधै फर्मुलाबाट पढ्नु हुँदैन। हामीले सिधै फर्मुलामा जाने बित्तिकै हामीलाई नबुझिन सक्छ। त्यसैले यसका लागि तपाईँहरूले 1-2 पटक यो विशेषताहरू पढ्नुहोस्, यादै नगर्नुहोस् तर पढ्नुहोस्, अलिकता बुझ्नुहोस् के रहेछ भन्ने कुरा। मैले पनि यी फर्मुलाहरू बनाउनुभन्दा अगाडि 3-4 पटक पढिसकेको कुरा हो र बल्ल फर्मुला बनाएको हो। बल्ल आएर फर्मुलामा जानुहोला। फेरि पनि यस्तै अर्को भिडियो लिएर आउने बाचा गर्दै अहिलेलाई बाई बाई।